हेलो गुड मर्निङ सेवा नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल एगेन तपाईँहरूकै युट्युब मेम्बर्स म मात्रिक राई फेरि पनि न्यू भिडियो लिएर म आइसकेको छु। आज चाहिँ म ठ्याक्कै कहाँ छु कहाँ हुनुहुन्छ भनेर तपाईँहरूले अब सोच्नुहुन्छ होला है। आज ठ्याक्कै म नयाँ ठाउँमा छु है। नयाँ भन्नाले अब तेह्रथुम जिल्लाकै म्याङलुङ बजारमा अहिले छु। तपाईँहरूले देखिराख्नु भएको थियो होला है। ब्याक साइडको यता अपोजिट साइडको चाहिँ ठ्याक्कै बसन्तपुर। म चाहिँ अहिले स्ट्यान्ड आसपासमै छु है। धेरै समयपछि फुपूसँग नि भेटघाट भयो अनि एकैछिन फुपूसँग कुराकानी गरिवरी म अहिले फर्किसकेको छु। अहिले बाटोमा छु है। ठ्याक्कै म चाहिँ अहिले बस स्ट्यान्ड ठ्याक्कै पुगेँ है। ठ्याक्कै मेरै अगाडि रहेको चाहिँ म्याङलुङको स्तम्भ तपाईँले देख्न सक्नुहुन्छ है। यो चाहिँ पुरै यो तेह्रथुम जिल्लाको बस स्ट्यान्ड है। तपाईँले देख्न सक्नुहुन्छ। म चाहिँ अहिले बस स्ट्यान्ड आसपास नै छु है। तपाईँले देख्न सक्नुहुन्छ है बिरालोको स्तम्भ पनि है। तपाईँहरू पनि म्याङलुङ बजार आउन सक्नुहुन्छ घुम्नका लागि। एकदम रमणीय ठाउँहरू पनि छन् है। तपाईँले योभन्दा अगाडिको भिडियोमा पनि म भिडियो मार्फत पनि तपाईँहरूलाई म भिडियो अपडेट गराइ नै सकेको छु। तपाईँको एकदम रमणीय ठाउँ छ तेह्रथुम जिल्लामा चाहिँ। तपाईँको बसन्तपुर तिनजुरे लगायत अब हाम्रो यता याक्थुङ झर्ना साइडतिर है। म चाहिँ साथीहरू अहिले बस स्ट्यान्ड पनि क्रस भइसकेर अब बजार साइडतिर म जाँदैछु है। आज चाहिँ पुरै घाम लागिरहेछ है। पुरा क्लिन मौसम सफा छ है। तपाईँले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ कस्तो राम्रो पहाड देखिरहेछ पछाडि है। कस्तो राम्रो कुहिरो लागेको छ। म चाहिँ अहिले हाम्रो नेत्र गुराको स्तम्भ आसपासमा म आइपुगेको छु। एकदम रमाइलो छ तेह्रथुम जिल्ला है। शान्त एकदम चिसो मौसम। खासै गर्मी नि नहुने खासै चिसो नि नहुने है। फाइनल्ली साथीहरू म चाहिँ अहिले ठ्याक्कै तेह्रथुमको हाम्रो म्याङलुङ बजारमै रहेको हाम्रो ठ्याक्कै मन्दिरमा म आइपुगेको छु है। तपाईँले अहिले देख्न सक्नुहुन्छ अहिले ठ्याक्कै मन्दिर अगाडि नै छु है। धेरै पछि म आइरहेको छु त्यही अनि धेरै मलाई खुसी नै लागिरहेछ। अब सधैँभरि म अब जिल्लामै अब बसेर कार्यरत भएर चाहिँ म कन्टिन्यू केही कुराहरू म तपाईँहरूसँग केही नयाँ अपडेटहरू चाहिँ गराउने नै छु। झन्डै म झुक्किएको नि छु साथीहरू। अनि म त पल्लो साइडबाट गइरहेको थिएँ। पल्लो साइडबाट रहेछ है। सबैजनाले हाम्रो म्याङलुङको मन्दिरले सबैजनालाई कल्याण रक्षा गरौँ सधैँभरि। साथीहरू म चाहिँ फेरि म्याङलुङ बजारमा म्याङलुङ हाम्रो मन्दिरबाट चाहिँ जस्ट भर्खरै म हिँडिसकेको छु है।
अहिले म बाटोमै छु। ठ्याक्कै बजार एरियाभित्र छु है साथीहरू, तपाईँले देख्न सक्नुहुन्छ। बजारको केही कुराहरू तपाईँहरूले अपडेट गराउने नै छु, तपाईँले देख्न पनि सक्नुहुन्छ है। एकदम सफा, एकदम क्लिन, मलाई सुन्दर, मलाई धेरै राम्रो लाग्यो तपाईँको म्याङ्लुङ बजार है। धेरै समयपछि चाहिँ उकाली ओह्राली हिँडेको साथीहरू है। आज पुरै पसिनै आउला जस्तो भइरहेछ, धेरै गाह्रो हुँदो रहेछ, बानी भएर आएको रहेछ साथीहरू। यस्तै छ पाहाडको बाटो, उकाली ओह्राली है, तर एकदम रमणीय ठाउँ छ है तपाईँको पाहाड तेह्रथुमको। धेरै चलेको ठाउँहरू पनि धेरै, भ्रमण गर्ने ठाउँहरू पनि धेरै छन् है, तपाईँहरू आउन सक्नुहुन्छ। म चाहिँ अहिले साथीहरू बाटोमै छु है, बाटोमै हिँड्दैछु। उकालो बाटो छ, उकालो बाटो है। म अब अफिस पनि पुग्न लागेँ है। फाइनल्ली साथीहरू म चाहिँ अफिस आइसकेको छु है। सबैजनालाई साथ र सहयोग सुनिदिनु पर्नु होला है, यस्तै छ। ठिकै छ साथीहरू, सबैजना जाडोको सिजन आउँदैछ, अलिकति सेफ हुनु होला है, सेफ भएर बस्नु होला भन्दै नेक्स्ट टाइम म भिडियो लिएर आउने नै छु है। सबैजनालाई सेवा नमस्ते भन्दै आजको दिन शुभ रहोस्। हेभ अ गुड डे, बाई बाई।